अमेरिकामा पनि मैले जागिर खाइनँ, त्यहाँ पनि नेपालमा आएर पनि मैले जागिर खाइनँ। जागिर किनभने जागिर खानलाई सहर बजारमा बस्नु पर्थ्यो, म सहर बजारमा बसिनँ। अमेरिकाबाट आउने बित्तिकै म चाहिँ एकदम दुर्गम ठाउँहरूमा, मेरो आफ्नै म्याग्दी दुर्गम ठाउँहरूमा गएर चाहिँ यसो समाज सेवा गर्नको लागि बसेँ। महावीरले चाहिँ करोडौँ खर्च गरेर आफ्नो ज्यान धानेको छ भन्ने कसैले सोधेको छैन त? कसैले सोधेको छ? मैले 32 वर्षसम्म मैले पालिँदाखेरि त भयो होला नि त, अलिकति करोड त खर्च भयो होला नि। अनि त्यो महावीरलाई करोडौँ खर्च गरेर कसले पालेको छ भन्ने कुरा कसैले सोधेको छ हो कि? मैले प्रष्टसँग पटक पटक अहिलेदेखि नै धेरै पहिलेदेखि नै भनिरहेको छु, मैले चाहिँ जागिर खाएको छैन। अमेरिकामा पनि मैले जागिर खाइनँ, त्यहाँ पनि नेपालमा आएर पनि मैले जागिर खाइनँ। जागिर किनभने जागिर खानलाई सहर बजारमा बस्नु पर्थ्यो, म सहर बजारमा बसिनँ। अमेरिकाबाट आउने बित्तिकै म चाहिँ एकदम दुर्गम ठाउँहरूमा, मेरो आफ्नै म्याग्दी दुर्गम ठाउँहरूमा गएर चाहिँ यसो समाज सेवा गर्नको लागि बसेँ। अनि कुनै एनजिओ आइएनजिओ कुनै सरकारी संस्था निकायमा मैले जागिर खाइनँ। त्यस कारणले अब 32 वर्षसम्म म त पालिएको छु। 32 वर्षसम्म त हावा खाएर त बाँचेको छैन होला म, होइन? हावा र पानी खाएर बाँचेको छैन होला, किनभने हावा र पानी खाएको भए यस्तो भुनी पनि लाग्ने थिएन होला। भुनी पनि लागेकै छ हो कि? अब डुलेको पनि छ, नेपाल मात्र होइन संसार पनि डुलेको छु। अब यो कसरी भयो भन्ने कुरो चाहिँ के हो भने सबैलाई मैले बारम्बार भनिरहेको छु कि मलाई मद्दत गर्ने के अरे साथीहरू छन्, अदृश्य साथी भन्नुलाई त्यो लुकेको होइन कि उनीहरूले चाहिँ भयो मेरो नाम नभन्नु, कसैलाई नभन्नु भन्ने साथीहरू छन्। अब कति साथीहरू त अब स्वर्गवास पनि भइसके, अझै पनि पुरानो गए पनि नयाँ साथीहरू छन्, आउँछन्।